बनगाड कुपिने नगरपालिका 6 काराकोटकी रेखा बस्नेत भारतको महाराष्ट्र नासिकदेखि फरार खोजिदिन पीडित श्रीमानको आग्रह। श्रीमान होटलमा गएको मौका छोपी कोठामा बोलाइ अनैतिक हरकत गर्दै गरेको श्रीमानले थाहा पाएपछि विवाद सिर्जना भएको थियो। रेखालाई पटक पटक फोन आउने, ब्लक गर भन्दा उल्टै धम्काउने जस्ता क्रियाकलाप गर्दै आएकी थिइन्। रेखा बस्नेतका 3 छोरी र 1 छोरा रहेका छन्। 4 वर्षीय छोरीसहित रेखा बस्नेत फरार रहेको उनका श्रीमानले जानकारी दिएका छन्। रेखा बस्नेतले 2 लाख नगद रुपैयाँ सहित 1,50,000 बराबरको गरगहना सहित रेखा बस्नेत फरार रहेको उनका श्रीमानले जानकारी दिएका छन्। फेला पार्ने महानुभावहरूले उल्लेखित नम्बरमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। 70 43 54 86 87। तपाईँ यति बेला स्काई मिडिया नेटवर्कको संवादमा जोडिनु भएको छ। के छ तपाईँको श्रीमती? अनि तपाईँको सम्पर्कमा तपाईँको के आउनु भएको छैन र तपाईँ पीडा पाउनुहुन्छ यति बेला? नासिकको कुन ठाउँबाट? नासिकबाट मेरो बुढी छ नि फरार भएको छ। म बस्ने नासिक अमरुदामबाट फरार भएकी छ। हजुर मेरो छ नि 3-4 वर्षकी छोरी लगेर फरारीको भयो। तपाईँको अनि छ नि मेरो छ नि 2 लाख रुपियाँ मैले होटल चलाउँदै छ नि 2 लाख रुपियाँ लगेर गएको छ। अनि 1.5 लाख रुपियाँको सुन लिएर राखेँ। त्यो सुन पनि मेरो झोलामा छैन। मैले झोलामा राखेको थियो भनेपछि त्यो झोलामा छैन। मेरो 1.5 लाखको सुन गएछ, 2 लाख रुपियाँ आइसके गयो। अनि के भन्न चाहन्छु? यति हो कि त्यसको छ नि मलाई के छ नि के भन्दा भने अहिले त्यसको 3वटा बच्चा छ। 3वटा बच्चा छन्। किनभने त्यो कान्छी छोरी त लगेर साथमा गएकी छ। एउटा चाहिँ मेरो 8-9 वर्षकी छोरी छ, 11 वर्षको छोरो छ होइन। त्यसको लागि छ नि मैले भनिरहेको छु मेरो बुढी छ नि मेरो साथमा बसोस् भनेर सोचिरहेको छु। अगर बस्दैन भनेपछि चाहिँ अलग्गै बसोस् भनेपछि ठिकै छ। मेरो सबभन्दा कान्छी छोरीको प्यारो बालीसम्म। अनि तपाईँको घर परिवारमा घरमा तपाईँ र तपाईँको छोरी तपाईँको श्रीमती बिच कस्ता खालका सिर्जना हुन्थ्यो? झगडा खालका यस्ता सिर्जना हुन्थ्यो? झगडा भन्नाले यता सुन्नु, मैले के भन्दा भनेपछि मेरो के झगडा भन्दा एउटाले फोन गरेको थियो है। फोन गर्दाखेरि मैले भने कि त्यसलाई बले खानु पर्ने, बले खाँदाखेरि छ नि त्यसलाई अनि त्यही माटुने नि तैँले किन फोन गर्दा तैँले चाहिँ किन मलाई फोन गर्ने, त्यही जुई त होइन भनेर भनेको भले खानुको भने। अनि त्यसपछि भन्दाखेरि छ नि त्यसले बिल्डिङमा मान्छेहरूलाई बोलाएर छ नि मलाई कुट्नको लागि छ नि मान्छेहरू बोलाएर। तपाईँको श्रीमतीले मलाई अनैतिक सम्बन्ध अनैतिक व्यापार गर्यो भनेर तपाईँको श्रीमतीले तपाईँलाई मार्नको लागि त्यहाँका बासिन्दाहरूलाई अथवा सोसाइटी त्यस पश्चात के भयो? अनि छ नि मैले सोचेँ यता सुन्नु, मैले छ नि अनि सोसाइटीका मान्छेहरूलाई बोलाइसकेपछि मैले भने 2 दिनको झगडा थियो बरोबर। अनि देशीहरूलाई किन बोलाउनु, देशीहरूलाई किन गर्नु होइन भनेर छ नि मैले छ नि घाँटीमा हात लगाउने छ नि। किनभने हेर्नु अब देशीहरूलाई छ नि अब बोलाएपछि सबै अब 8-10 जना त आउँछन् देशीहरू होइन बिल्डिङमा।